त्यसै गरी लोकसेवामा सोधिरहने यही टाइम एन्ड वर्कको नै अर्को टाइपको क्वेसन चाहिँ आज गर्दैछौँ। यसमा चाहिँ के भनेको छ भन्दाखेरि A and B can complete a work in 20 and 30 days respectively. In how many days they both together can complete the work? A ले एउटा काम 20 दिनमा गर्न सक्छ, B ले सोही काम 30 दिनमा गर्न सक्छ भने तिनीहरू दुवैजना मिलेर त्यो एउटा काम कम्प्लिट गर्न कति दिन लाग्छ भनेर सोधेको छ। अब यस्तो क्वेसनहरू आइरहँदा चाहिँ एकदमै इजी छ। अब जस्तो कि यसलाई सल्भ गरिरहँदाखेरि एले कति दिनमा गर्छ भनेको छ भन्दाखेरि 20 डेज। त्यसपछि आउँछ बीले कति दिनमा गरिसक्छ भनेको छ भन्दाखेरि 30 डेज। यस्तो जुनसुकै क्वेसनलाई पनि एकदम इजिली गर्न सकिन्छ। यसको एलसिएम लिने सबसे फर्स्ट, यसको एलसिएम 20 र 30 को एलसिएम लिने, यी दुईटाको एलसिएम लिँदा 60 एलसिएम लियो। अब कति आयो भन्दाखेरि 23 जा 60, त्यसै गरी 32 जा 60 भनेपछि अब यो हामीले के निकालिरहेछौँ र यो के निक्ल्यो भन्ने कुरा बुझ्नु। यो हामीले एलसिएम लिएर आएको भनेको चाहिँ टोटल वर्क हो। टोटल वर्क यसलाई चाहिँ डिभिजन गरेको जस्तो कि कुनै एउटा ठुलो काम छ त्यसलाई पार्टमा डिभाइड गरेको र यतिवटा काम भनेर ठुलो काम बनाएको जस्तो। र सामान्य काम फर इक्जाम्पल घर बनाउँदैछौँ भने जग खन्ने एउटा काम, अब त्यसपछि प्लास्टरिङ, ब्रिक वर्क, यसरी डिफ्रेन्ट कामहरूलाई टन्न नम्बरिङ दिएको जस्तै यो चाहिँ एउटा टोटल वर्क बनाएको एउटा कामलाई हामीले डिभिजनमा यति धेरै बनायौँ ताकि सल्भ गर्न सजिलो होस्। अनि यतापट्टि हामीले एउटा निकालेको भनेको चाहिँ इफिसियन्सी हो क्या, ए को इफिसियन्सी। यसलाई इफिसियन्सी भन्दा पनि हुन्छ, अरू यसलाई के पनि भन्न सकिन्छ भने बुझ्दाले वर्क डन पर डे। एक दिनमा यति वर्क डन गर्न सक्छ, बीले 2 वर्क डन गर्न सक्छ, एले 3 वर्क डन गर्न सक्छ, टोटल वर्क 60, यसरी बुझ्न सकिन्छ। अब टोटल वर्क निकाल्नलाई एकदमै टोटल कति डेज लाग्छ भनेर निकाल्नलाई टोटल डेज एकदमै इजी छ। टोटल वर्क कति हो हामीले के भनेको छ, क्वेसनले के सोधेको छ भन्दाखेरि दुवैजना मिलेर बोथ भनेपछि हामीलाई A + B मिलेर चाहियो। A + B को एक दिनको इफिसियन्सी कति रहेछ त भनेपछि 2 + 3 गर्ने हो 5। एक दिनको इफिसियन्सी A + B को 5 रहेछ इफिसियन्सी भनेपछि एक दिनमा यिनीहरूले काम यति गर्छ। टोटल काम कति छ 60, टोटल काम 60 छ, एक दिनमा 5 गर्छ भनेपछि कति लाग्यो भनेर निकाल्न सक्यो त। अब 5 1 जा 5, 1 बाँकी रह्यो, 5 2 जा 10, 12 आयो, 12 डेज। यसरी चाहिँ हामीले एकदमै इजिली निकाल्न सकिन्छ। यसरी नै हामीले अरू अब यस्तै 3टाको दिन सक्छ, एबिसीले यति दिनमा गर्न सक्छ भने मिलेर कति दिनमा गर्न सक्छ भनेर, त्यसै गरी एले यति दिनमा गर्न सक्छ भने बीले कति दिनमा, यिनीहरू मिलेर यति दिनमा गर्न सक्छ भने बीले कति दिनमा भनेर निकाल्नलाई पनि सेम हो, सेम प्रोसेस। जस्तो कि सोही काम एलाई कति दिन लाग्छ भन्दाखेरि 60 लाई डिभाइड बाई 3 गर्ने होइन, इफिसियन्सी यसको एक दिन वर्क डन पर डे यति छ भनेपछि ए को निकाल्नु पऱ्यो भने 60 डिभाइड बाई 3 आएको 820 नै आउने हो भनेपछि हामीले क्वेसन अनुसार यहाँ अहिले बोथको छ त्यही भएर बोथको इफिसियन्सीलाई लिएर टोटल वर्कलाई डिभाइड गऱ्यौँ। एक दिनमा यति गर्छ भने टोटल वर्कलाई डिभाइड गरेर 12 डेज। त्यसै गरी हामी अरू टाइपको क्वेसन पनि गर्दै जानेछौँ।